अर्को घरको पालो आएको छ। अब अर्को घरको लागि यहाँ अर्को घरको मह अनि त्यसपछि यसको पालो आउँछ। अनि त्यसपछि यसको पालो आउँछ। यहाँ छ यहाँ अनि उतातिर अर्को दुईवटा छन्। अब तीनवटा छन् टोटल। यो दुईवटा अनि एउटा यो गाह्रै सानो छ। यसलाई गाह्रै स्थिर छ के त्यो अर्कोलाई लगिनु नजिकै राख्दै पो लाँदा त्यो फुट्टाउने लागि। अलि माथि मुखैमा राख्दैन हुन्छ बल्ल भाग लान्छ। माथिको काट्दै हुन्छ नि छोड्नै माने होइन नि त। उनीले खाने भनेन साँच्याको चिज त हो कहाँ छोड्ने भन्ला त्यो उसले यो पट्टाउनेले गर्दैछ हुन्छ कि यो घरको काम सक्यो। अब यसको के अर्को पो रुममा त किन पकाउँछन् र तबाट खिच्के त पकाउँछन् र टोक लाग्यो मलाई। अर्ग्यानिक काटेको मह यसको पालो आयो। अनि त्यसपछि यसलाई अनि हुन्छ म हेर्छु। यो घरको यति आयो। अब यहाँ अब यसको कारण लाग्यो त्यो धुवा उड्ने राखिदिनु भएको नजिकै त्यसले मौरीहरूलाई भगाउँछ। अनि त्यसपछि हामीले गएर काट्ने हो। यो र नि
त्यो चल्ला भएको सहित भएको अनि चाहिँ प्योर सुरुमा यस्तो हुन्छ अनि यसलाई चाहिँ निचोरेर बल्ल म बनाउने हुन्छ कि बसाल्ने ठुन्का पिस पिस बहुत धेरै पिस पिस बनाएको नि थियो भन्नु यसलाई चाहिँ अब यो कपडा चाहिँ कपडामा छान्न पर्ने हुन्छ के त जाम्मिएको यस्तो बनाएर एमा छान्ने यो पनि राम्रो यस्तो गरेर हेर्नु त यहाँनिर एउटा फोहोर छ यता यतिर सानो यता मम्मी यहीँतिर यहीँतिर हो यो के हो त्यो यस्तो गरेर राम्रो नि समाई होइन यहाँ गइन कि यस्तरी भन्छ अनि त्यसपछि अब यसलाई चाहिँ अब केही गर्नु पर्दैन पकाउनु पनि पर्दैन यसलाई चाहिँ हामी डब्बामा राख्ने भाँडोमा त्यसपछि बजारमा मार्केटमा बेच्नको लागि लग्ने हो साथीहरू यस्तरी बन्छ हाम्रो अर्ग्यानिक मह चाहिँ गाउँमा